うんはい。国際交流フェスティバルのチラシ。国際交流、नम्बर 1 सक्यो भने छोडिदिउँ, नम्बर 1 छोडिदिउँ, नम्बर 2 बाट इभेन्ट तो यो गरेको है यो गरेको यो ल はい、2番からやりましょう。スピーチコンテストはもう始まりましたか सबैले हेर्नुहोस् है। स्पिच कन्टेस्ट भनेको स्पिच कन्टेस्ट स्पिच भनेको त वक्तृत्व कला प्रतियोगिता भन्न खोजेको है। स्पिच कन्टेस्ट वा मौ हाजी मारी मास्ताका अलरेडी सुरु भयो। क्यान डु हेरौँ। इभेन्ट खाइजो दे खाकारिन नादो नि जिखान या बास्यो नादो सिचुमोन सिते सोनो कोताए हो रिखाइ सुरु कोता देखिरु। इभेन्ट भनेको इभेन्ट कुनै कार्यक्रमहरूको आदि खाइजो भनेको स्थल भनिन्छ है। त्यो कुनै कार्यक्रम स्थलमा खाकारिन भनेको त्यहाँको एउटा स्टाफ एउटा कुनै जिम्मेवार व्यक्ति हुनुहुन्छ। जिम्मेवारी व्यक्ति आदि इत्यादिबाट आदि इत्यादिलाई चाहिँ समय अथवा ठाउँ आदि इत्यादिको प्रश्न गरेर त्यसको उत्तर थाहा पाउन सकिन्छ। जस्तै कि कुनै एउटा कार्यक्रम होला हैन, त्यो कार्यक्रमको बारेमा चाहिँ त्यहाँको एउटा कुनै मान्छेलाई चाहिँ कति बजे सुरु हुन्छ अथवा कहाँ सुरु हुन्छ, कति बजे हुन्छ, कहाँ हुन्छ। मेन चाहिने भनेको कहाँ र कति बजे, मतलब एउटा हाम्रो चाहियो बास्यो, अर्को चाहियो जिखान अथवा दिन चाहियो, डेट। खाइवा ओकी बास्यो सम्वाद सुनाऊ। इभेन्ट खाइजो नि कितेमास कुनै एउटा कार्यक्रम स्थलमा आएको छ भनेको छ। इचिबान दोन्ना कोतो ओ सिचुमोन सितेइमास का कस्तो कुरा चाहिँ प्रश्न गर्दैछ सिचुमोन, कस्तो कुरा प्रश्न गर्दैछ। ए खरा इ हेराइमास्यो ए बी सी डी ई बाट छानौ भनेको छ है त। पछाडि हेरौँ है। कोनबम्बा बास्यो वा दोकोखा, दोकोखा भनेको कहाँ भन्न खोजेको। बास्यो ठेगाना चाहिँ कहाँ हो त। नान्जी खाराका कति बजीदेखि हो। मौ हाजिमात्ताका मौ भनेपछि अलरेडी सुरु भइसक्यो, स्टार्ट भइसक्यो भन्न खोजेको। डीमा छ यातेरुका, यारिमास भन्नु र सिमास भनेको एउटै। यातेरुका भनेको अझै गरिरहेछ, चलिरहेछ, अझै खुलै हो भन्न खोजेको है। यातेरुका भनेको जस्तो कि मेरो पसल चाहिँ राति 10 बजीसम्म खुल्ला हो अरे, पौने 10 बजे मान्छे आएर अथवा 10 बजेर 5 मिनटपछि कोही एउटा कस्टमर आएर सिमासेन कोनो मिसेवा मादा यात्ते इमास्का यात्ते इरुका खुल्लै छ गर्दै हुनुहुन्छ भन्ने मिनिङ हुन्छ। मादा देकिरुका भनेको अझै, मादा भनेको अझै गर्न सकिन्छ। यो त चारवटामा के कुरा होला, कस्तो कुरा प्रश्न गरे त। यो चारवटा मध्येमा 5वटा मध्ये कुन प्रश्न गरे यहाँ चारवटामा, एउटा हुँदैन है। अरू तल हेरौँ। मौ इचिदो किमास्यो, फेरि सुनौ। सिचुमोन नो कोताए ओ मेमो सिमास्यो, प्रश्नको उत्तर चाहिँ आफैले टिपौँ। मेमो भनेको आफैले टिपौँ भन्न खोजेको। सामबान वा चिजुनी सिरो सियो चुकिमास्यो, 3 नम्बर चाहिँ यहाँ पछाडि नक्सा छ, यहाँ चिन्ह लगाउँ भनेपछि 3 नम्बरको चाहिँ है, 3 नम्बरको चाहिँ कोताए उत्तर चाहिँ यहाँ पहाड लेख्ने हो। म जेलपी इक्जाममा पास भएँ, अब स्किलको लागि के गर्दा ठिक होला। स्किलको पनि अनलाइन क्लास छ कि, स्किलको अनलाइन क्लास हाम्रो एम्बिसनबाट चाहिँ थाहा भएन, मैले छुट्टै अन्त्य बाहिरबाट गराउँछु, मसँग कन्ट्याक्टमा आउनुहोस्। मिनिङ हेरौँ। उके चुके भनेको रिसेप्सन, आच्ची भनेको त्यहाँ, कोच्ची सोच्ची आच्ची, कोचिरा सोचिरा आच्चिराको पोलाइट फर्म है। अलि फुचुके यो चाहिँ। चुकी आतारी भनेको त्यो अन्त्यमा एउटा कुनै त्यो सिधै गएपछि त्यहाँको त्यो भित्तामा भन्छ नि हामीले, त्यसलाई चुकी आतारी भन्छौँ। ताबुन भनेको सायद। नम्बर 1 बाट सुरु है एकचोटि। 1。すみません。スピーチコンテストはもう始まりましたか？まだ始まってません。何時に始まりますか？ 2時からです。あと30分です。わかりました。 एकजना फेसबुकबाट 0 लेभलबाट हुन्छ कि नाइ भन्नुभएको छ। 0 लेभल भन्दा नि यो क्लास कस्तो हो भने यो क्लासको हामी लेसन 8 पुगेछौँ, 0 मा पुग्ला यो सकिएपछि हुन्छ। यो सकिएपछि अर्को फर्मको लागि है। के भन्यो क्वेसन यहाँ, एउटा कमा छ मतलब 2 वटा क्वेसन भनेछ। के भनेछ, एउटा सी भनेछ मौ हाजिमात्ताका,
अर्को नान्जी खारा बी। अब उत्तर पनि दिनुपर्छ पछाडि हामीले। मौ हाजिमात्ताका सुरु भयो ए मादा देश सुरु भएन। नान्जी खारा भन्दा के भनेछ निजी खारा 2 बजेदेखि आतो सान्जिपुन देश भनेको अब 30 मिनट बाँकी छ भन्ने भनिन्छ। अब 30 मिनट छ भन्ने सुन है फेरि 1、すみません。スピーチコンテストはもう始まりましたか？まだ始まってません。何時に始まりますか？ 2時からです。あと30分です。わかりました。 2지 खारा देश आतो 30분 देश अब 30 मिनट बाँकी छ। आतो भनेको अब 30 मिनट बाँकी छ। 2 नम्बर सुनाऊ। 2、まだやってますか？すみませんが、今日の受付はもう終わりました。え、もう無理ですか？はい、すみません。はいどうぞ。यहाँ पनि 2 वटा हुन्छ। यात्ते मास्का भनेको थियो डी एउटा लास्टमा एउटा मौ मुरी देशका मुरी भनेको असम्भव। अब के असम्भव हो भनेपछि मतलब माता देखि मास्का अझै सकिन्छ भन्न खोजेको मिनिङ हुन्छ। डी चाहिँ माता यात्ते मास्का भन्छ मौ क्यौ नो उके चुक्यो वा मौ वारी मास्ता भन्छ। आजको रिसेप्सन आजको लेनदेन चाहिँ सकियो भनेको मिनिङ हुन्छ। मौ मुरी देशका भनेको अब के असम्भव हो भनेको अब के सकिन्छ सकिँदैन देखिमास्का देखिमासेन का भन्ने मिनिङ हुन्छ। सुमिमासेन सरी भनेको देखिमासेन हुन्छ है एन्सर चाहिँ। फेरि सुन्नु एकचोटि। 2、まだやってますか？すみませんが、今日の受付はもう終わりました。 सकियो え、もう無理ですか？ यो मिनिङ हो। はい、すみません。 मौ मुरी देशका के अब आज के असम्भव हो म के अब मैले अब खान सक्दिनँ म भ्याउँदिनँ अब असम्भव हो मुरी हो। है सुमिमासेन ए सुमिमासेन भनेको हजुर माफ गर्नु होला भन्नुहुन्छ मतलब मुरी हो अब असम्भव हो सक्दैन। हाम्रो नेपालमा यस्तरी हुन्छ नि दाइ रात परिसक्यो मलाई केही भयो बनाइदिनुहोस् न भने हुन्छ हस् त्यस्तो हुँदैन जापानमा। समय सकिएपछि सकियो। कस्टमरले पनि ए हजुर गरिदिनुहोस् न त्यसरी फोर्स पनि गर्दैन नेपालमा यस्तरी। यहाँ नभयो अन्त ठाउँमा हुन्छ। はい3番。 3、すみません。カンボジア料理の屋台はどこかわかりますか？あっちの奥です。ここをまっすぐ行って、突き当たりを右に曲がったところですよ。ありがとうございます。 के सोध्यो सिचुमोन सिचुमोन के सोध्यो हाम्रो यहाँ दिएको मध्येमा। है बास्यो बास्यो वा दोको खा ए कहाँ भने त बास्यो बास्यो वा दोको देश कहाँ भन्ने मिनिङ हो। सुमिमासेन काम्बोजिया रेओरिनो याताई यो लेसनमा याताई भन्ने शब्द अलिक इम्पोर्टेन्ट है। याताई भनेको के हो त स्टल भन्नु खोजेको खानाको स्टल। कम्बोडियन रेओरीको खानाको स्टल चाहिँ कहाँ हो भनेर सोधेको छ। कहाँ हो त मासुगु इत्ते चुकी आतारिन मिगी हिँड्दा के भन्थ्यो चुकी त्यो कर्नर त्यो भित्ताबाट चाहिँ दाहिनेतिर के भनेको छ। फेरि सुना है लाग्यो। 3、すみません。カンボジア料理の屋台はどこかわかりますか？あっちの奥です。 오 대고 こ 비타바 こをまっすぐ行って、突き当たりを右に曲がったところです 미기 よ。 दाहिने ありがとうございます。 ल हाम्रो 3 नम्बरको यहाँनिर 1、यहाँ गर भनेको छ। 3 नम्बरको यहाँ गर भनेको छ। अब यहाँबाट एकचोटि म एबिसी लेख्छु नि तपाईँ हेर्नु है त एबिसिडी कुन हुन्छ एन्सर। 3、すみません。カンボジア料理の屋台はどこかわかりますか？あっちの奥です。ここをまっすぐ行って、突き当たりを右に曲がったところですよ。
ありがとうございます。 छुकी आतारी हो मिगी मागत भनेको त्यो सिधा गएपछि त्यो अन्तिम त्यो भित्ताबाट भनेको त्यो लास्ट ठाउँबाट चाहिँ त्यो पुग्ने ठाउँ अन्तिमबाट चाहिँ दाहिने भनेपछि कहाँबाट त यहाँबाट यहाँ हुन्छ डी कोरे त्यसले最後に4番聞いてください。 4、フリーマーケットをやっていると聞いたんですが、ああ、今日はもう終わりましたよ。え、そうなんですか。多分、明日もありますよ。何時からかわかりますか？さあ、10時ぐらいだと思います。 एन्सर लेख्ने हो क्वेसन चाहिँ हामीलाई अगाडि यहाँ क्वेसन दुईटा छ के हुन्छ होला यातेरुका भन्ने हुन्छ डी एउटा अर्को चाहिँ नान्जी खरा भनेको छ यातेरुका मतलब कि फ्री मार्केट छ भने सुनेको थिएँ भन्छ मतलब आज सकियो भन्छ अनि भोलि छ भने त केटीले भन्छ अनि नान्जी खरा देश कहाँ भनेको नान्जी खराको अकारिमास का कति बजीदेखि हो थाहा छ भन्दाखेरि जिउजी खारा दातो होमेमास मतलब अर्को एन्सर जिउजी एउटा चाहिँ यातेरुका भन्दा इए म ओवारिमास था यसको एन्सर चाहिँ नान्जी खारा जिउजी खारा 4、フリーマーケットをやっていると聞いたんですが、今日はもう終わりましたよ。終わりましたえ、そうなんですか。多分、明日もありますよ。 भोलि पनि छ 何時からかわかりますか？さあ、10時ぐらいだと思います。 10 बजेदेखि हो जस्तो लाग्छ अरे तो ओमैमास जस्तो लाग्छ 10 बजेदेखि जस्तो लाग्छ はい後ろ行きましょ1、2、3、4、ういいかなスピーチコンテストはもう始まり、 सबै रेडी गर्नुहोस् तपाईँहरू सबैजनाले सर गरेर एकचोटि スピーチコンテストはもう始まりましたか？まだ始まってません。まだやってますか？すみませんが、今日の受付はもう終わりました。フリーマーケットをやっていると聞いたんですが、今日はもう終わりましたよ。 पोइन्ट हेरौँ ल हाजिमारिमास्था का मासिता भनेर पासमा आयो नि के भन्छ मौ स्पिच कन्टेस्ट चाहिँ अलरेडी पहिले सुरु भइसक्यो इए इ हैन मादा मादा हाजिमाते मासेन खासमा यहाँ इ मासेन भन्न खोजेको हो इ चाहिँदैन मादा हाजिमाते मासेन त्यो इ नराखे पनि कुरा एउटै हो आनो मादा एत्ते मास्का यहाँ पनि इ मास भन्नुपर्ने हो ठाडै मास मात्रै हो है भबको तेफाम प्लस इ मासमा इ हटाएर नि राख्न मिल्छ लेख्न मिल्छ बोल्न मिल्छ आनो मादा एत्ते मास्का छ नि अझै गरिरहनु भएको छ सुइमासेन गा क्यौ नो उकेचुकिवा मौ ओवारी मास्टै हो आजको रिसेप्सन चाहिँ सकिसक्यो फुरिमाके त एत्तेरु त कितान देसगा क्यौ वा मौ ओवारी मास्टै हो सकियो भने चाहिँ अलरेडी सकियो पहिले सकियो भन्ने हुन्छ है अर्को पनि छ अर्को गरौँ है カンボジア料理の屋台はどこかわかりますか？あっちの奥です。明日のフリーマーケットは何時からかわかりますか？ 10時ぐらいだと思います。 スピー はいカンボジア料理の屋台はどこか
कहाँ हो भने है पहिले प्रश्न हो है। यो पछाडि वकारिमास्कामा अर्को प्रश्न पनि छ, बिचमै दोकोखा अर्को पनि प्रश्न हो। क्याम्बोडिया खानाको त्यो स्थल चाहिँ कहाँ हो? दोको देशका भन्न खोजेको। दोको देशका वकारिमास्का कहाँ हो थाहा छ? आच्चिनो ऊ त्यहाँ भित्ता हो, भित्तामा हो जस्तो पनि हुन्छ। आस्थाना फुरिमा के त वा नान्जी खाराका कति बजीदेखि हो थाहा छ? जिउजी खारा दातो ओमाइमास। なんだよ。はい、3番行きましょう。皆さん、3番見てください。金のまでやろうと金のまでやろうね、それならね。誰でも参加できますか? जसले पनि भाग लिन सक्छ? जसले पनि सहभागी जनाउन सक्छ? क्यान डु हेरौँ। अब हामीले यो पढेर के गर्न सकिन्छ त? जिबुनगा सांखा सिताई इबेन्टोनो सांखा जेउकेन या मोसिकोमी हो नि चिते तान्तो स्यानी सिचमोन सुरु कोतोगा देखेरु। आफूले भाग लिन चाहेको कार्यक्रमको यो जेउकेन सांखा भनेको भाग लिनु, जेउकेन भनेको त्यसको कन्डिसन शर्त, भाग लिने शर्त अथवा त्यो आवेदन दिने त्यो फर्म भर्ने विधिको बारेमा चाहिँ त्यो त्यहाँको मुख्य मान्छेलाई, त्यहाँको स्टाफलाई चाहिँ सोध्न सकिन्छ, प्रश्न गर्न सकिन्छ भनेछ। जस्तो कि कति लाग्छ होला, कस्ता कस्ता मान्छेले भाग लिन सक्छन् भनेर प्रश्न गर्न सकिन्छ। हाइवाओकी मान्छे समात्सुनौ खाराओके ताइखाइनी सांका सिताई यो सुसानगा कौरिउ क्यौखाइनो मादोगुचिदे खाखारिनो हितोनी सिजुमोन सितेमास। खाराओके प्रतियोगितामा भाग लिन चाहेको यो सु भन्ने मान्छेले चाहिँ कौरिउ क्यौखाइ भनेको त्यो अन्तर्राष्ट्रिय आदान प्रदानको मादोगुची भनेको रिसेप्सन, त्यो रिसेप्सनमा चाहिँ खाखारिनो हितो भनेको त्यहाँको एउटा जिम्मेवार व्यक्ति एउटा त्यहाँको एउटा व्यवस्थापनमा त्यो अफिसको स्टाफसँग चाहिँ प्रश्न गर्दैछ भनेर के प्रश्न चाहिँ हेरौँ। यो मान्छेले उके चुकेमा गएर चाहिँ एउटा मान्छेले चाहिँ प्रश्न गर्दैछ, के प्रश्न गर्दैछ हेरौँ। हाजिमेनी स्क्रिप्ट ओ मिनाइदे खाइवाओ किमास्यो। सुरुमा स्क्रिप्ट पछाडि छ, यो स्क्रिप्ट नहेरी सुनौ भनेछ। खाराओके ताइखाइने चुइते दोन्ना कोतोगा वकारिमास्ता का? खाराओके प्रतियोगिताको बारेमा कस्तो कुरा बुझ्नुभयो? यो खाक्कोनो नकानी कोतोबाओ खाकिमास्यो, यो ब्र्याकेट भित्र लेखौँ भनेछ। ए बी वा तदासी हो ओ एराइमास्यो, यो ए र बी मा चाहिँ छानौ भनेछ। कुन तदासी भनेको सही कुरा छानौ भनेछ ल। सांखा जौकेन यो शब्द सबै इम्पोर्टेन्ट शब्दहरु, यहाँको शब्द इम्पोर्टेन्ट छ है। सांखा जौकेन भनेको सहभागी हुनु, त्यहाँ भाग लिने